टिचरले कहिलेकाहीँ मिस्टेक किन गर्छ म आज क्लियरली भन्दैछु, ध्यान दिएर सुन्नु होला है त। फेरि दिनको 120 देखि 130 पाना चेक गर्नुपर्ने कपी केटाकेटीले लेखेको। फेरि अब केटाकेटीले लेखेको भनेपछि कस्तो हुन्छ तपाईँहरू आफै केटाकेटी घर भएका छन् भने बुझ्नुहुन्छ है। अनि त्यो कपी, अनि त्यसपछि एकछिनमा कुस्ती खेलेका होइन, मुक्का दिएका मुक्का खाएका दुइटैलाई सम्झाउनु पर्यो है। त्यो त भइहाल्छ दिनभरिमा एक दुईचोटि त होइन। अनि त्यता सम्झाउनु पर्यो। अनि खाजा फेरि है, खाजा कस्तो भन्नुहुन्छ भने नि फेरि मर्ने गरी सास जाने गरी पिरो हालिदिनु भएको हुन्छ क्या पेरेन्ट्सले। आमामा आफ्ना छोराछोरीलाई अब पिरो खाँदैन भने थाहा भएपछि पिरो किन हालिदिनु, त्यो पनि दुखै दियो होइन त एउटा। अनि अब त्यो पिरो भने हामीले खाजा त खाएरै पठाउनु पर्यो नि त जसरी पनि। अब खाजा सबै खुवाइसक्यो होइन। अनि त्यसपछि भोलिपल्ट फेरि कसैले के भन्छ, कोची किन खुवाएको भन्नु चाहिँ। फेरि कुनै दिन अब होइन अब खानै सकेन भनेर राख्थ्यो भने फेरि सबै किन नखाएको भनेर आउँछ। अनि त्यो अनि त्यसपछि बाहिर गएका हिँडेका यता वासरुम गएका कता सबै टिप्पण टापन केटाकेटी सम्झिनु त हो हल्ला त्यत्रो दिनभरिको। अनि मिस्टेक हुँदैन त कहिलेकाहीँ यार, माफ पनि गर्नु न हौ कहिलेकाहीँ त। साह्रै त हेड क्वार्टरसम्म पुर्याउनु पर्दैन त कुरालाई हौ।